प्रेग्नेन्सीमा कतिचोटि अल्ट्रासाउन्ड गर्नुपर्छ? के बारम्बार अल्ट्रासाउन्ड गरेपछि आमा र बच्चालाई केही असर पर्छ? यो क्वेसन अलमोस्ट सबै एक्सपेक्टेन्ट प्यारेन्ट्सको हुन्छ। सबैभन्दा पहिलो हो अर्ली प्रेग्नेन्सी अल्ट्रासाउन्ड। रिजल्ट पोजिटिभ आइसकेपछि यो स्क्यान 6 to 8 विक्सभित्र गर्न एकदम इम्पोर्टेन्ट हुन्छ। यसले तपाईँको प्रेग्नेन्सी कन्फर्म गर्छ र तपाईँको प्रेग्नेन्सी युटेरसभित्र छ कि बाहिर छ भनेर जानकारी दिन्छ र बेबीको हार्टबिट पनि चेक गरिन्छ। त्यसपछि फर्स्ट ट्राइमेस्टरमा आउँछ एन्टी स्क्यान। यो स्क्यान 11 to 13 विक्समा गरिन्छ। यसले बेबीको अर्ली डेभलपमेन्ट र फ्युचरमा आउन सक्ने क्रोमोसोमल रिस्कहरू एक्सेस गर्न हेल्प गर्छ। अनि सेकेन्ड ट्राइमेस्टर अराउन्ड 18 to 22 विक्समा एनिमल स्क्यान गरिन्छ। यो एकदम इम्पोर्टेन्ट हुन्छ किनकि यसले बेबीको अर्गन्स, बडी स्ट्रक्चर र ओभरअल ग्रोथ डिटेलमा हेर्छ। एन्ड द बेस्ट पार्ट इज इन दिस स्टेज यु क्यान डु 3D and 4D स्क्यान, जहाँ तपाईँले आफ्नो बेबीको फेस पनि हेर्न सक्नुहुन्छ। इमेजिन सिइङ योर बेबी बिफोर बर्थ। यो मोमेन्ट धेरै प्यारेन्ट्सको लागि एकदम स्पेसल हुन्छ। त्यसपछि थर्ड ट्राइमेस्टरमा ग्रोथ स्क्यान अराउन्ड 28 to 32 विक्समा गरिन्छ। यसले बेबीको वेट, पोजिसन र बेबी प्रपरली ग्रो भइरहेको छ कि छैन भनेर कन्फर्म गर्छ। साथमा एम्नियोटिक फ्लुइड लेभल पनि चेक गरिन्छ र कहिलेकाहीँ डेलिभरी अगाडि पनि स्क्यान गर्न पर्न सक्छ टु इन्स्योर एभ्रिथिङ इज सेफ। यो सबै अल्ट्रासाउन्डहरू तपाईँ र तपाईँको बेबीको सेफ्टी र हेल्दी प्रेग्नेन्सी जर्नीको लागि एकदम इम्पोर्टेन्ट हो। र सबैभन्दा इम्पोर्टेन्ट कुरा, धेरै अल्ट्रासाउन्डले बेबीलाई केही पनि हार्म गर्दैन। इट इज कम्प्लिटली सेफ एन्ड डन अन्डर प्रपर मेडिकल गाइडेन्स। त्यसैले यो प्रिसियस जर्नीमा रेगुलर चेकअप र कुनै पनि स्क्यान मिस नगर्नुहोला।